ओखलढुङ्गाको लालीगुराँस अंग्रेजी माध्यमिक विद्यालयमा पहिलो पटक होटल म्यानेजमेन्ट विषयको पठन पाठन शुरू गर्ने भएको छ। स्कूलले कक्षा 11 देखि होटल म्यानेजमेन्टको पढ़ाई शुरू गर्ने गरी भर्ना आह्वान समेत गरेको छ। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 स्थित लालीगुराँस अंग्रेजी माध्यमिक विद्यालय र ग्यालेक्सी स्कूल अफ होटल म्यानेजमेन्टको सहकार्यमा नयाँ शैक्षिक सत्रमा होटल म्यानेजमेन्ट विषयमा पठन पाठन शुरू गर्न लागि विद्यालयका प्रिन्सिपल सूर्यबहादुर श्रेष्ठले जानकारी दिनुभयो। आज विद्यालयको प्रयोगशाला कक्षमै शेफ कुमार दाहाल लगायत शेफहरूले खाना बनाएर शिक्षक विद्यार्थीलाई चखाएका थिए। सदरमुकाम नजिकका विद्यालयबाट एसई परीक्षा दिएर बसेका 45 जना भन्दा बढी विद्यार्थीहरूलाई शेफ दाहालले होटल म्यानेजमेन्ट कोर्सबारे जानकारी गराएका थिए। केही समय अघि सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गाका विद्यार्थीहरूबीच गरिएको सर्वेक्षण अनुसार धेरैले होटल म्यानेजमेन्ट अध्ययन गर्न इच्छा गरेको पाइएपछि आफूहरूले सहुलियत शुल्कमा अध्यापन गराउन लागि प्रिन्सिपल श्रेष्ठले बताउनुभयो। प्रिन्सिपल श्रेष्ठले कम खर्चिलो र उपयोगी विषय भएकोले आफ्नै ठाउँमा पढ्न चाहने विद्यार्थीहरूका लागि होटल म्यानेजमेन्ट महत्वपूर्ण विकल्प हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी शैक्षिक सत्रमा 70-80 भन्दा बढी विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेको समेत बताउनुभयो। एकदम महत्त्वपूर्ण विषय भएको छ र विद्यार्थीहरूको चाहना पनि होटल म्यानेजमेन्टमा कम हुनेछ। उहाँहरूले यस लालीगुराँसमा आएर कक्षा 11-12 अध्ययन गर्न सक्नुहुनेछ। त्यस पश्चात क्लास 12 पश्चात होटल म्यानेजमेन्ट अन्तर्गत डिप्लोमा लेभलको होटल म्यानेजमेन्ट क्लास सञ्चालन हुनेछ र विद्यार्थीहरूले यस विषय अध्ययन गरिसकेपछि उहाँहरूले स्वरोजगार हुने मौका पाउनुहुनेछ। साथै हामीले यस विद्यालयबाट होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूको लागि क्लास 12 पढिसकेपछि रोजगारीको लागि उहाँलाई हामी ग्यारेन्टी पनि दिन्छौँ र